निर्णय गर्नेहरू र बहाना बनाउनेहरू। आज म तपाईहरुलाई दुईजनाको कथा सुनाउँछु। दुवैसँग एउटै 24 घण्टा, दुवैसँग मोबाइल, दुवैसँग इन्टरनेट। नमस्ते, म गंगा मगर। आज पनि यो छोटो भिडियो तपाईहरु सामु लिएर आइसकेको छु र कृपया गरेर यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। पहिलो व्यक्तिले भन्थ्यो, पछि हेरौँला न त, पछि बुझौँला न त, अहिले समय छैन, के रहेछ विचार गरौँला न। उसले धेरै भिडियोहरू हेर्यो डिजिटल बिजनेसको बारेमा र धेरै सपनाहरू देख्यो, तर निर्णय कहिले गरेन। दोस्रो व्यक्ति पनि त्यस्तै थियो, डर थियो, अनुभव थिएन, आत्मविश्वास थिएन, तर उसले एउटा कुरा गर्यो, बहाना हैन, उसले निर्णय गर्यो। उसले बिस्तारै डिजिटल मार्केटिङ सिक्न सुरु गर्यो, स्टेप बाइ स्टेप कन्सिस्टेन्सीसँग। आज फरक के छ? पहिलो व्यक्ति अझै कारण खोज्दैछ, दोस्रो व्यक्ति धेरै सिपहरू सिक्दैछ, आत्मविश्वास बढाउँदैछ, आफ्नो भविष्य आफै बनाउँदैछ। सफलता कहिले पनि चिच्याएर आउँदैन, यो निर्णय आफैले गर्ने हो, आफैले सुरु गर्ने हो। तपाई कुन व्यक्ति बन्न चाहनुहुन्छ? मोबाइल तपाईको हातमा छ, इन्टरनेट तपाईकै अगाडि छ र अवसर पनि यही छ। अब प्रश्न एउटै हो, निर्णय गर्ने कि नगर्ने? यदि तपाई सिक्न तयार हुनुहुन्छ भने म यहाँ छु, तपाईलाई सिकाउन तयार भएर बसेको छु र मेरो वेबसाइट www.gangahar.com मा गएर तपाईको आफ्नो नाम र इमेल राखेर रेजिस्टर गर्नुहोला आजै सुरु गर्नका लागि। हवस् त, धन्यवाद, नमस्ते।